नमस्ते, डाक्टर अरुण कुमार महत। आज म तल्लो बुद्धिभङ्गारा निकाल्न गइरहेको छु। यो दाँत पुरा बाहिर निस्किएको छैन, एक्सरेमा हेर्न सक्नुहुन्छ। अलिकति पछाडिपट्टि कोल्टे परेको छ र दाँत नसाको नजिक देखिन्छ। यो दाँत निकाल्नलाई सुरुमा हामीले त्यो भागलाई लाटो बनाउनु पर्ने हुन्छ। यसको लागि हामीले सुरुमा लोकल एनेस्थेसिया लगाउँछौँ र लोकल एनेस्थेसिया लगाइसकेपछि केही समय पर्खिनुपर्छ। त्यसपछि बिस्तारै ओठ झमझम हुँदै आउँछ र जिब्रोको पनि अलिकता झमझम हुँदै आउँछ। त्यसपछि हामीले बिस्तारै बक्कलतिरको फ्ल्याप रिफ्लेक्ट गर्छौँ। यहाँ मैले सर्कुलर इन्सिजन र एन्टी रिलिजिङ इन्सिजन लिएर बक्कलतिरको फ्ल्याप रिफ्लेक्ट गरेको छु र यो कन्डिसनमा चाहिँ मैले बक्कलतिरको मात्र बोन गटर गरिरहेको छु। यसपछि मैले स्ट्रेट इलिभेटरले दाँतलाई हल्का लक्जर गरेर रिमुभ गरेँ र यो दाँत निकालिसकेपछिको एक्सट्र्याक्सन सकेट हो। यसपछि हामी यसलाई सुचर लाएर बन्द गऱ्यौँ। धन्यवाद।